हेलो एभ्रिवान, सबैजनालाई मेरो सानो भिडियोमा स्वागत छ। साथै मैले चाहिँ यो कहिले पनि अर्डर नगरेको चिज अर्डर गरेको थिएँ मिसोदेखि हैन। यो पार्सल चाहिँ मेरो अहिले आइसकेको छ। तपाईहरुलाई पनि फट्टैमा अनबक्सिङ गरेर देखाउँछु भन्दा सानो भिडियो बनाके कस्तो के लाग्छ हजुरहरु कमेन्ट गर्नु ल। यो चाहिँ कहिले नमगाएको चिज के हो भन्दाखेरि साथीहरु, यो चाहिँ बेड कभर हो के। कस्तो बेड कभर भन्दाखेरि मेरो यस्तो खालको बेड छ नि त हैन, मोटो गद्दा छ के। मेट्रेस चाहिँ बहुत मोटो छ के, अनि त्यो मेट्रेसमा फसाउनको लागि यो चाहिँ बार निक्लेको गर्छ के। ल बार निक्लेको गर्छ। अनि मैले चाहिँ यसपालि यो रबर भएको यो चाहिँ पिलो कभर साइडमा नि रबर छ के, रबर देख्नुभयो। अनि यो चाहिँ अब यसरी तल खपखपे पस्छ नि त हैन, छिटै मैला हुँदैन भनेर यस्तो कलरमा डबल देख्छु। यो चाहिँ हो पिलो कभर। यो हेर्नु पिलो कभर पनि ठुल्ठुलो डोडा र यसको चाहिँ दाम हो साथी हो 350 रुपियाँ है, सस्तै भेट्यो नि। यहाँ हेर्नु यो चाहिँ हो गद्दामा खपखपे पसाउन सकिन्छ कि। यस्तो बेड कभर चाहिँ पुरा यसरी उठी मेरो हात दुखिसक्यो यसरी खाँदा के। अनि मेरो साथीले पनि भन्यो तेरो त बेड यस्तो रहेछ, यस्तो खालको अर्डर गर्नु नि भन्यो। अनि हेर्नु कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला ल। यही हो आजको मेरो सानो अनबक्सिङ भिडियो। भोलि पर्सि म सेट गरेर अर्को भिडियो बनाउँछु ल।